टक्को भात बसाले दाल कालो दाल मसुरा र आलुको ग्रेभी गाइस अहिले दुबईमा युएईमा रातिको कति बज्यो ट्याक्कै 2:30 भइसक्यो। अब ड्युटीबाट म आएको भर्खर अब खाना बनाउनु मन लाग्छ खाना खाएन भने चाहिँ फेरि निद्रा पनि लाग्दैन कि त्यही भएर खाना चाहिँ जसरी पनि बनाउनै पर्छ मेरो चाहिँ बानी नै त्यही छ। अहिले खाना चाहिँ भात चाहिँ चाहिन्छ क्या चाहे जुसुकै खायो भने अब घरतिर हुँदाखेरि पनि बेवर्तमानमा जाँदाखेरि पनि परिवारै हाम्रो परिवारै त्यस्तो छन् क्या बेवर्तमानमा जाँदाखेरि पनि घरमा बुवाले खाना पका भन्नुहुन्थ्यो त्यही बानी लागेको भएर अब विदेशमा छु 12 घन्टा ड्युटी गरेर आउँछु म ट्याक्कै 12 बजीतिर आउँछु अनि 12 होइन 11 बजी आउँछु नुहाइधुवाइ गऱ्यो लुगासुगा धोयो यताउता गर्दाखेरि 12 बज्छ खाना पकाउँदाखेरि यताउता गर्दा अब 1-2 बजिरहेको हुन्छ आरामले पकाइन्छ होइन। मैले आज के चाहिँ पकाएको छु तपाईँहरूलाई देखाउँछु क्या पहिला चाहिँ टक्क भात बसाले होइन त्यो चाहिँ मेरो भात पऱ्यो मजासँग अनि त्यो चाहिँ दाल कालो दाल लास्टै मनपर्छ कि मलाई यो भयो सब्जी भएको भने पनि मिठो हुन्छ कि यो चाहिँ मसुरा र आलुको ग्रेभी टक्क मसुरा र आलुको ग्रेभी अनि एउटा माछा यति भएपछि त पुगेन त के चाहियो त एउटा अचारको कमी थियो त्यही पनि माछाले पुरा गर्छ। अब खाना खान चाहिँ सुरु गरेको त्यही हो यसरी अब खान्छु एक्लै छु कोही छैन यत्रो बिल्डिङमा ब्लग चाहिँ अब यत्तिकै सक्यो अब थोरै गर्दै ब्लग सुरुवात गर्दैछु के कस्तो हुन्छ थाहा छैन अब मैले पनि अब धेरै भयो मैले ब्लग नहालेको एडिट गर्दिनँ अब जस्तो छ त्यस्तै हालिदिने होइन यिनीले हेर्छन् न यिनीले लाइक कमेन्ट गर्छन् रे ल हस् धन्यवाद मेरो ब्लग यहीँ सक्यो अहिले यस्तो सब्सक्राइब र सेयर गर्ने गर्नुहोस् तपाईँहरूलाई म खाना बनाउने तरिका पनि सिकाउँछु जसले खाना बनाउन आउँदैन भने चाहिँ है।